आमाको तर अहिले सबै भाडामा छ। पसल त खुल्लै रहेछ त। यो घर चाहिँ अहिले बन्द छ। अहिले नयाँ घर माथि नै हुन लागेको छ अरे सेयर मनी चाहिँ। त्यही भएर हामी माथि जाँदैछु गाइस। यो पुरा नीलकण्ठ मन्दिर लग्नु पऱ्यो नि पुस्नेली त छ्यार दिएको जान्छ। के लाने हो मिठाईहरू त घरमै किन्यो होला है। आज हल्दी भइसक्यो। केरा किनौँ अनि स्याउ किनौँ न। म त खुस्रे हजुर कति हुन्छ 16टाको? भयो आएन बाबु के भन्छ गाइस। यो चाहिँ बुढा नीलकण्ठ हो। हामी बाटो अलिकति भुल्यौँ नयाँ घर भएर। यो यस्तो यो होइन नि, यो त यता आएछौँ हामी। बुढा नीलकण्ठ एरियामा घर कस्तो दामी रहेछ होइन नि। अब यता जानुपर्छ। अस्ति त हामी यतै झरे जस्तो लाग्यो। ए योभन्दा अलिकति त्यहाँबाट पो रहेछ। एक साइड उताबाट रहेछ क्या। हामी चाहिँ बाटो बिर्स्यौँ भन न। हामी चाहिँ बाटो बिर्स्यौँ नयाँ घर भएर। आउन त पहिला नै आएको हो तर हरायौँ। मेरो बुढाले चाहिँ हामीलाई हराइदियो। तारे भेजाङ बाटो चाहिँ यसमा फुलबारी कोलोनी मार्गको त्यो उसको घर यहाँ हेर्न आइस एलिजेको उता जस्तो लाग्यो। आफ्नै जग्गामा बनाएको नि यहाँ है। ए अझ स्कुटीमा आउँछु आफै भनेको मैले। अरूहरू नै आइरहेको रहेछ बाइक। ल गाइस वी अराइभ द होम। आम्मामा डनहरू सर। मान्छे छैन के हो भने बोल्दै बोल्दैन दाइ हजुर नमस्ते पनि छैन के चाहिँ कता हो। ए यता पर्छ के ल सुबान सुबान त बोल्दैन हामीसँग। कहाँ बोल्छ त नि माथि जाने हो र भइदिउँ न के यो फुकाल्नुपर्छ। ए घर मान्छे छैन जस्तो छ। यो घर मान्छे छैन जस्तो छ खोइ। उयो पनि छैन। नमस्ते अब चिनाउनु परेन।
हाम्रो सिका फुपू ढोकामा छ बोले ल भाग्य माने भिडै छैन होला खै त मम्मी मम्मी कहाँ आउँछ त नि आज ए आज 2 जना मात्रै भोलि पर्सि मात्रै आउँछ 30 गते मात्रै के हो के छ ठिक छ नि ठिक छ नि ड्राइभर ढोक गऱ्यो ल ल भाग्य माने त्यो दराज पैसा कता माथि गएर आउँदै हाम्रो के अरे सिका चिनाइदिनु पऱ्यो नि तपाईँलाई नि चिनाइदिनु पऱ्यो नि पर्खिनु फेरि हाम्रो दिदी टसी दिदी हाम्रो फुपू ढोग्नु पर्ने फुपू अब यस्तो चाहिँ ए ओ के अरे यहाँ